म त एकदमै धेरै खान्छु तर पनि तौल नै बढ्दैन। सबैले भन्छन् तिमी त सधैँ कस्तो दुब्लो। यदि तपाईँलाई पनि यो गुनासो छ भने यो भिडियो हेर्नुहोस्। यो गल्ती सबै दुब्लो मान्छेले गर्छन्। म तपाईँलाई यो भिडियोमा 3टा रुल भन्छु, जुन रुल तपाईँले फलो गर्नुभयो भने तपाईँको तौल बढेर जान्छ। रुल नम्बर 1, पेटभरि मात्र खाएर हुँदैन, पोसिलो खानाहरू खानुपर्छ। दाल र भात मात्र खाएर पुग्दैन, दाल, भात, तरकारी, चना। यदि तपाईँ नन भेज हो भने त मासु, माछाहरू पनि खानुपर्ने हुन्छ। रुल नम्बर 2, दुईचोटि मात्रै खानाले तौल बढ्दैन। तपाईँले कम्तीमा 3 पल्ट खाना खाने र 2 पल्ट खाजा खाने गर्नुपर्छ। रुल नम्बर 3 र सबभन्दा इम्पोर्टेन्ट रुल, तपाईँको निद्रा एकदमै पुरा हुनुपर्ने हुन्छ। कम सुत्ने मान्छेको तौल बढ्दैन। यदि तपाईँले यो सबै कुरा गर्नुभयो तैपनि तपाईँको तौल बढ्दैन भने पेटको रोग, थाइरोइड जस्तो समस्याहरू हुन सक्छ। यसको लागि तपाईँले डाक्टरको नै गएर जाँच गराउनु पर्ने हुन्छ। हस् त, कमेन्टमा मोटाउने भनेर कमेन्ट गर्नुहोस्, म तपाईँलाई एउटा सिम्पल नेपाली डाइट प्लान सेन्ड गर्छु। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीको लागि डाक्टर एक्सलाई फलो गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।